भन्छन् यो त जेनजी आन्दोलनले यो चुनाव ल्याएको त। तर जेनजी आन्दोलनले यो चुनाव ल्याउँदै गर्दा जेनजीहरूले गरेको आन्दोलन त कसले हाइजेक गर्यो भनेपछि सहकारी ठगले हाइजेक गर्यो भन्नुस्। त्यो त जेलमा बसिया छ, कसो आन्दोलनलाई समर्थन पनि छैन, एक प्रकारले केही छैन, तर निस्किएर चाहिँ हाइज्याक गर्यो। बालेन जस्ताहरू जसले प्रधानमन्त्री भनेर चाहिँ अगाडि सारेका छ, मान्छे लठुवा निकम्मा गजडी छ हेर्नुहोस्, गर्या के हो र उसले। हामी भन्न डराउँछौँ, हिचकिचाउँछौँ। यी लिडरहरू ठिक छैन, तर जेनजी आन्दोलन के थियो भन्नुहुन्छ भने जेनजी आन्दोलन आफैमा ठिक थियो। त्यो आन्दोलन किन भयो त? त्यो आन्दोलन मैले व्याख्या गर्दिनँ। त्यो आन्दोलन किन भयो भन्नुहुन्छ भने युवा पुस्ताले अहिले संसारभरि, तपाईँ हाम्रो जमाना जस्तो त होइन, कहीँ इन्डियातिर यसो गयो भने चिठी पठाउने, ल मेरो चाहिँ चिठी कति दिनका पुग्छ घर भनेर हिसाब गर्ने। बाबुआमाले त्यो चिठी पाएर फिर्ता गर्दा जवाब फर्काउँदा 1 वर्ष बित्ने, त्यो दुनियाँ त होइन नि त। अहिले त सारा दुनियाँ तपाईँले चाहिँ एउटा मोबाइलमा सारा दुनियाँ हेर्नुहुन्छ भने तपाईँ हाम्रो छोरछोरीले त यो संसारलाई अर्कै ढङ्गले बुझ्यो। त्यसकारण उनीहरूले चाहे जस्तो विकास भएन, भ्रष्टाचार भयो, यी चाहिँ नेताहरूले अलिकति राम्रो काम गर्न सकेनन् भनेर भएको विद्रोह हो त्यो त। त्यो विद्रोहलाई हामीले नाजायज भनेका छैनौँ, त्यो विद्रोह गलत थियो हामीले भनेका छैनौँ, तर त्यो विद्रोहको जगबाट जे प्राप्त हुनु पर्थ्यो, जसले त्यो प्राप्त गर्नु पर्थ्यो त्यसले पाएन। अरू तपाईँको चाहिँ साइडमा लुकेकाहरू आएर त्यो आन्दोलनलाई हाइजेक गरे। त्यसकारण अलिअलि यो घन्टी हल्लाउनेहरू त्यसरी बनेका हुन्। यिनको काहीँ इतिहास खोल्नुस् केही पनि छैन, यिनीहरूको भविष्य पनि छैन, यिनको लिडर पनि छैन, यिनको योजना पनि छैन, यिनको कार्यक्रम पनि छैन, केही पनि छैन। अब जेनजीहरूले त जे माग गरेका थिए त्यो त नेपाली कम्युनिस्ट पार्टी अहिले बन्यो, धेरै पार्टीहरू मिलेर। तर त्योभन्दा पहिल्यै जब माओवादी सरकारमा थियो, सरकारमा त हामीले राख्यौ के हो त नारा, हामीले के कुरा गरेका थियौँ सरकारमा भन्दा प्रचण्ड नेतृत्वको सरकारले त भ्रष्टाचारको खात्मा पहिलो कुरा यो हो। त्यसो गर्दै जाँदा हामीले देशका बडे बडे मान्छेलाई लर थुनियो, हेर्नुहोस्, बडे बडे मान्छेलाई थुनियो। र खोज्दै जाँदा त अब अहिले लुकाउनै पर्दैन, आर्जु जस्तो मान्छेमा पनि शङ्का गर्नुपर्ने हो। हेर्नुहोस्, अब सरकारमा छ, सबै छ, तर भुटानी शरणार्थी काण्ड मच्याउनेहरूले भन्छन् कि पैसा त हामीले त्यहाँ पनि पुर्याएको हो भन्छन्। पुलिसलाई सोध्यो, हो तपाईँहरू कहाँ केही छ सूत्र भनेपछि हजुर हामी हेरिरहेछौँ भन्छन् पुलिसहरूले। भने कहाँसम्म यो डोरी त कहाँसम्म पुग्छ भन्दा हामीले जब हेऱ्यौँ कि जब बाँसबारी छाला जुत्ताको त्यो पुरै चाहिँ जग्गा कसले हडपिया छ भन्दा चौधरी गुरु जस्ताहरूले हडपिएका छन्। त्यस्तै अरू कसले कहाँबाट बेचिया छ, खाएको छ। र ओलीजीले त कतिसम्म भने सदनबाट कानुन बनाएर, विधेयक बनाएर गिरिबन्धु टी स्टेटको 500 बिघा जमिन, जुन जमिनको बिर्तामोडको बजारसँग सटेको छ, बाटोको त्यो जमिन 1 कट्ठाको 1 करोड छ, बिघाको 20 करोड भने 500 बिघाको कति हुन्छ हिसाब लाउनुहोस्। अब त्यो हडप्नको लागि कानुन बनाएर अगाडि बढ्ने, दिने कानुन बनाएर दिने, त्यस्तोसम्म ओलीले गरेपछि हो नि त यो आन्दोलन भएको त। तर यसको विरुद्धमा त हामी त्यो जग्गाको विरुद्ध प्रचण्ड नेतृत्वको सरकार, अरू जति पनि फाइल थिए हामी खोल्दै गयौँ। त्यो कुरा जेनजीले अलिकति बुझेका थिएन, बुझे पनि उनीहरूको आक्रोश अलिक बढिसकेका थियो अगाडि। त्यसकारण हामीले ती जेनजीहरूलाई अहिले के भन्छौँ भने तपाईँहरूले उठाएको के हो त माग, ल भन्नुहोस्। हामीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति
64 देखि हामीले उठाएको मुद्दा मधेसको लागि हामीले 72 मा